उहाँ हुनुहुन्छ कुमारी पुन। अहिले काठमाडौँ जाँदै हुनुहुन्छ एउटा केटीलाई भेट्न जसले उसको छोरालाई भेटेको छ। ऊ हुन् प्रतीक पुन, कुमारी पुनको छोरा। 1 वर्षदेखि युक्रेनको जेलमा छन्। I have regrets, lots of regrets, money. मरिरहेछ यतातिर होइन, यति थाहा पाए पनि नेपालले अग्लो खोज्दैछ। 2500 देखि 3000 नेपाली दाजुभाइहरू अहिले रसिया युक्रेन वारमा लडिरहेछन्। कतिको मृत्यु भइसक्यो, कति जेलमा पसे। सब कुरा थाहा हुँदाहुँदै त्यहाँ गएको मान्छे बाँचेर आउने चान्स एकदम कम छ भन्ने थाहा हुँदाहुँदै हाम्रो नेपाली दाजुभाइहरू मरियत्तै गरेर जान्छन्। कति त थाहा भएर जानी जान्छन्, कति त अनजानमा। रसियाको वारदेखि वापस आएको 1-2 जना मात्रै छन्। उहाँको कहानी र रसियामा फसेको व्यक्तिहरूको कहानी डिस्कस गर्नेछौँ। के सोचेर गएका थिए र के भयो र अहिले के भइरहेछ। तपाईको पनि दिमागमा एकचोटि रसिया आर्मी जान्छु, पक्कु पैसा कमाउँछु भन्ने सोच आएको थियो भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। यो हो नेपालमा 8 सेप्टेम्बरमा भएको प्रोटेस्ट र म पनि गएको थिएँ यो प्रोटेस्टमा। यहाँ हेर्नुस्, प्रोटेस्टको माहौल एकदम ठिक थियो। सुरुमा रेली हुँदै थियो, नारा लाउँदै थिए, हल्ला गर्दै थिए, त्यस्तै उस्तै। तर यो प्रोटेस्टले एकछिनमा नराम्रो मोड लिन्छ। सिचुएसन आउट अफ कन्ट्रोल हुन्छ। मान्छेहरू ढुङ्गा हान्न थाल्छन्, पुलिसहरू गोली चलाउन थाल्छ। हेर्दा हेर्दै मेरो छेउमा भएको एउटा भाइलाई गोली लाग्छ, ठाउँको ठाउँ मृत्यु भयो। त्यो देखेर मान्छेहरू सब डराए अनि त्यहाँको सिचुएसन एकदम नराम्रो भयो। सिचुएसन एकदमै डरलाग्दो भयो। जब एकजनालाई गोली लाग्दै यस्तो नराम्रो सिचुएसन हुन्छ भने सोच्नुहोस् एउटा वारमा। त्यही पनि सानो सानो देश होइन, रसिया र युक्रेन। रसिया जोसित दुनियाँकै लार्जेस्ट मिलिट्री फोर्स छ र युक्रेन जो टेक्नोलोजीमा एकदम अगाडि छ। दुईटा कन्ट्रीको वारमा गोली बारुद बम मिसाइल, एक मिस्टेक तपाईँको गेम ओभर। यहाँ हेर्नुहोस्, गोली लागेर कतिजना मरिरहेछन्। अब तपाईँ मलाई यो हेरेर भन्नुहोस्, के तपाईँ यो वारको बिचमा जान चाहनुहुन्छ? त्यही पनि एउटा सोल्जर भएर पक्कै पनि जान चाहनु हुँदैन होला। तर यदि मैले भने तपाईँले वारमा जानु पर्दैन, रसिया जाने आर्मीहरूको हेल्प गर्ने हो, फिल्डमा तपाईँलाई पठाइदिन र महिनाको 3 लाख स्यालेरी दिन्छ र रसियन पासपोर्ट पनि दिन्छ। अब भन्नुहोस् तपाईँ जानुहुन्छ कि हुँदैन? तपाईँको थाहा छैन, तर नेपालको आधी जनताहरू खुसी खुसी जान तयार भएका छन्। किन जाने, कसरी जाने र त्यहाँ गएर के हुन्छ? उहाँ गएको एउटा आर्मीको मुखदेखि सुनौ के भन्नुहुन्छ। 30 बन्दे में अभी हम सिर्फ 5 बन्दे बाकी है। यहाँ हेर्नुहोस्, उहाँको नाम हो विकास राई। एक रात बसेर बियर खाँदै गर्दा उसको एउटा केटासित भेट हुन्छ। त्यो केटाले भन्छ ऊ एउटा रसियन आर्मी हो। उसको फोटोहरू हेर्दा रसियन युनिफर्म लगाएको थियो। उसले विकासलाई भन्छ अहिले नेपालीहरूलाई हेभी स्यालेरी दिएर रसियामा हेल्प गर्न पठाइरहेछ, लजिस्टिक सेक्टरमा। फिल्डमा पठाउँदैन, आर्मीहरूको हेल्प गर्नुपर्ने हो। विकासले त्यो केटालाई एकचोटि सोध्नुहुन्छ यो सब कुरा साँचो हो कि होइन? उसले भन्छ हो। यो कन्भर्सेसन भएको 1 हप्तामा ऊ रसिया आइपुग्नुहुन्छ। उसलाई भनेको थियो वारमा लगिँदैन, लजिस्टिक सेक्टरको हेल्पको लागि मात्रै लगिएको हो। महिनाको 3,50,000 स्यालेरी हुन्छ र रसियन पासपोर्ट पनि पाइन्छ भनेर। तर जब ऊ रसिया पुगे, त्यहाँको आर्मीले उसलाई सोधेन पनि कि आर्मीमा कहिले सर्भ गर्नु भएको छ कि छैन। उसलाई डाइरेक्टली बन्दुक दिएर ट्रेनिङ स्टार्ट भयो। लगभग 2 हप्ता जति ट्रेनिङ भएपछि उसलाई सिधै फ्रन्ट लाइनमा पठाइयो वारको। अब कहिले आर्मीमा सर्भ नगरेको मान्छे कसरी वारमा जान मान्नु? जब उसले थाहा पाउँछन्, उसले भन्छन् म वारमा जाँदिन र त्यहाँको अफिसरले भन्छ अब तँसित केही अप्सन छैन। वारको फ्रन्ट लाइनमा गएको ठ्याक्कै 25 दिनमा युक्रेनको सोल्जरहरूले उसलाई गिरफ्तार गर्छ। धन्न उसलाई सोल्जरहरूले पक्रियो, गोली हानेर ठाउँको ठाउँ मारेन। उसितै गएको 1-2 जना साथीहरू मरे, तर उसले सरेन्डर गरेर उसलाई सोल्जरहरूले पक्रे। अहिले ऊ अब युक्रेनको जेलमा छन्। नेपालमा ऊ बाटोहरूको कन्ट्र्याक्टरको काम गर्थे। उसको एउटा बुढी र 20 महिनाको छोरा पनि छ। अहिले आएर उसले रियलाइज गर्छन् I forced my family in trouble. I have regrets. सपना त राम्रै देखेका थिए होला, राम्रो पैसा कमाइन्छ, राम्रो लाइफस्टाइल हुन्छ, तर त्यस्तो केही पनि हुँदैन। यी हुन् नेपाली दाजुभाइहरू जसले आफ्नो जिन्दगी नै सकाएका छन् पैसाको लागि, रसिया युक्रेनको वारमा गएर। यी हुन् प्रतीक पुन। पैसा पनि हुने राम्रो देशको आर्मी भनेर सोचेको थिएँ। पढ्न जान्छु भनेर घरदेखि हिँडेको छोरालाई आज जेलमा देख्नु परिरहेछ। ऊ स्टुडेन्ट भिसामा रसिया आउँछन्। 2 महिना जति पढेपछि उनले खबर पाउँछन् बाहिरको देशको मान्छेहरूलाई आर्मीमा भर्ती लाउँदैछ। You get this type of facilities, passports, and you don't go in field. उनले धेरै कुरा नसोची नबुझिकिन आर्मी जोइन गरिहाल्छन्। उसलाई चाहिँ इङ्ग्लिस र नेपाली दुईटै ल्याङ्ग्वेज आउँथ्यो अनि अरू इङ्ग्लिस नआउने दाजुभाइहरू पनि थिए रसियामा। उनीहरूसित कम्युनिकेट गर्नको लागि एउटा मिडियम पनि बनाइएको थियो। You will say in your language, they will understand and come back. They said like this. र उनको ट्रेनिङ जम्मा 2 महिना भयो। 2 महिनाको ट्रेनिङ हुने बित्तिकै उसलाई वारको फ्रन्ट लाइनमा पठाइयो। Just landed in their place. I just jumped and after jump there is a firing starting with. This is my first time and I jump in there and
was holding like this and comes near of me. I don't know which side come, and I see and I have surrender. ऊ अहिले युक्रेनको जेलमा भएको 1 वर्षभन्दा धेरै भइसक्यो। अब कहिलेसम्म बस्छन् केही थाहा छैन। ऊ जिन्दगीभरि त्यहाँ बस्ने हो कि नेपाल सरकारले निकालेर ल्याउँछ केही ग्यारेन्टी छैन। अनि यसरी धेरै नेपाली दाजुभाइहरू आफूसित केही सम्बन्ध नभएको युद्धमा लड्न पुगेका छन्। कति लडे, कति मरे, कति घाइते भएर फर्के, कति घर नै फर्केन। त्यही भएर तपाईहरुले आफ्नो जिन्दगी दाउमा लगाउन आँट्दै हुनुहुन्छ भने कि त केही ठुलो केही काम गर्न आँट्दै हुनुहुन्छ भने एकदम सोच समझेर मात्रै गर्नु होला। फेरि वान मिस्टेक गेम ओभर होला नि।